यो काठमाडौँको मुटुमा रहेको रानी पोखरी हो। के तपाईलाई थाहा छ यसको बीचमा रहेको मन्दिर वर्षमा किन केवल एक दिन मात्र खुल्छ र यो पोखरी किन निर्माण गरियो? यो केवल एउटा पोखरी होइन, यो इतिहास, भावना र विश्वासको जीवित प्रतीक हो। राजा प्रताप मल्लले आफ्ना प्रिय जेठा छोरा चन्द्र प्रतेन्द्र मल्लको असामयिक निधनपछि शोकमा डुबेकी रानी अनन्त प्रियालाई सान्त्वना दिन यो पोखरी निर्माण गराएका थिए। भनिन्छ देशभरका पवित्र तीर्थस्थलबाट पानी ल्याएर यसलाई अझ पवित्र बनाइएको थियो। पोखरीको बीचमा रहेको विष्णु तीर्थ यो सामान्य मन्दिर होइन। वर्षभरि बन्द रहने यो मन्दिर केवल भाइटिकाको दिनमा मात्र खुल्छ। त्यो दिन दाजुभाइ नभएका दिदी बहिनीहरू यहाँ आएर पूजा गर्छन्। सम्बन्ध, आशा र श्रद्धाको प्रतीकका रूपमा रानी पोखरी हामीलाई के सिकाउँछ भने पीडाबाट पनि कहिलेकाहीँ सबैभन्दा सुन्दर कथा जन्मिन्छ। समय बित्छ र भावना कहिल्यै मर्दैन। त्यसैले कहिलेकाहीँ आँसुबाट इतिहास लेखिन्छ र त्यो इतिहासले पुस्तौँसम्म मुटु छुन्छ।